फेरि नमस्ते सबैजनालाई हैन। फेरि म आएँ एकचोटि तपाईहरुलाई। खासै भन्न त मलाई यस्तो बोल्न नि आउँदैन हैन। खासै बोलिरहने मान्छे नि हैन म हैन। म अब कसैलाई राम्रो लाग्ला कसैलाई नराम्रो लाग्ला त्यो आफ्नो ठाउँमा हैन। पछाडिको मान्छेले के भन्ला भनेर म चाहिँ त्यो फेरि चियो चासो गर्दिन हैन। तपाईहरुलाई चाहिँ आज म के भन्न गइरहेको भने अब जापानमा त्यही त हो नि हैन। कति कुराको स्ट्रेस हुन्छ हैन। अब कामको भन्यो काममा गयो त्यही हो जापानिजहरु भेडै हुन्छ हैन। दुनिया कुराहरु हुन्छ स्ट्रेस हुन्छ गागको भनौ काम भन्यो हैन इधर उधर हरेक कुराको टेन्सन हुन्छ नि त हैन। अनि कति कुराको टेन्सन लिनु हैन सुत्न सक्दैन भोलिपल्ट बिहान गागको हुन्छ काम हुन्छ हैन। अनि मलाई चाहिँ अनि काम गर्ने साथीले जापानिज साथीले चाहिँ सुत्न सक्दैन भने सुत्न मन लाग्दैन एकदम खाङ्गाए सुकिलो हुन्छ भने चाहिँ सुत्न भन्दा अगाडि चाहिँ ट्याक्क यो चाहिँ एउटा खाइदियो भने चिलिम चाइट नाम अलि देख्दैन क्या हो हेर्नु त यो चाहिँ एकदम राम्रो यसले चाहिँ एउटा खाएर सुत्यो भने नाइट रिकभर छ हैन। यो एउटालाई 300 400 जति पर्छ होला पर्न चाहिँ यो चाहिँ एकदमै राम्रो छ। यो खानु मजाले हैन घुर्नी गरेर निद्रा लाग्छ तपाईहरुलाई। म चाहिँ जहिले यो खान्छु हैन। अलिकति टेन्सन भएको बेलामा ठ्याक्कै बट्टे ल्यायो राख्थ्यो हैन। तपाईहरुलाई पनि नामसाम थाहा भएन भने चाहिँ एसएमएस गर्नु होला हैन। तपाईहरुलाई कतिको युजफुल हुन्छ नराम्रो नसोच्नु हैन। मैले नि भोगेको कुरा भनेको मात्रै हो। मलाई कुनै भनेर म भाइरल साइरल यो दुनिया हुने हो पनि हैन इन्ट्रेस्ट पनि छैन हैन। कसैलाई थोप्रा देखाउन मन नि छैन। थोप्रा राम्रो होस् नहोस् हैन डजन्ट म्याटर। तै पनि अलिकति होस् मैले गर्दाखेरि चाहिँ नान्तानाको अलिकति थस्कारो हुन्छ भने किन नगर्दिउँ न त किन नगरौँ भन्ने कुराले चाहिँ भनिदिएको है त। हस् त सबैलाई नमस्ते।